सो आज हामी यहाँ काम गर्दैछौँ र आज के भन्दाखेरि हामी हाम्रो क्लासको चाहिँ यहाँ खाना बनाउनु पर्ने भयो र त्यही भएर चाहिँ हामी यहाँ खाना बनाएर छौँ र यहाँ मेरो साथीहरू देखाउँछु म तपाईँहरूलाई। यस्तै हो क्यामेरा यस्तै हो सानो छैन अब ठुलोसँग बिट गर्ने यो यस्तै हो यस्तै हो यता नि हुन्छ ए सानो क्यामेरा त्यसो अन्डा बनायो अन्डा ओके यो चाहिँ हाम्रो मसरुमहरू छ होइन मसरुम एकदम फ्राई गरेर छ एकदम डिप फ्राईमा छ यहाँ ब्याङ्ककको ओए त्यो तिम्रो काम के हो भाइ काम गर्नु पर्दैन ओए गोन्दो फ्राई को गुन्दो सो यहाँ चाहिँ अन्डा छ होइन र हामी चाहिँ यहाँ हेरेको छु कि आज हामीले सबैले साथीहरूले आफ्नो खाना बनाइरहेछ र आफ्नो तरिकाले आफ्नो इच्छा अनुसारले र कसरी बनाउँदैछ बनाइरहेछ र मैले पनि बनाएको छु र हामी सबैले सोचिरहेछ कि कसको तरकारी धेरै जान्छ मेन कसको खाना धेरै तरकारी चाहिँ कसले खान्छ हेरौँ कसको पैसा सक्ने रहेछ हेरौँ म सोचिरहेको छु कि मेरो जाओस् भनेर म सोचिरहेको छु अब उनीहरूलाई सोचिरहेको छु उनीहरूलाई जाओस् भनेर र आज त मान्छे खासै कति हो आज कतिजना लागि खाना बनाएको हामीले 800 लागि खाना बनाएको हामीले यहाँ अनि हाम्रो यहाँ दाजुहरू हुनुहुन्छ त खाना बनाउने दाजु तपाईँ खाना तयार भयो अब चाहिँ तयार खाना अब तयार ए भइसक्यो अब अलिकति ओथेर राख्नुपर्छ ओके सो अब हामी यहाँ खाना बनाइरहेको छ यसमा यो चाहिँ हाम्रो खाना हो एकदम ठुलो छ होइन यस्तो ठुलो छ कि भाडा यो नि यो सानो नि खाना है ओके सो यो दुइटै अब एउटा ठुलो छ एउटा सानो छ है दुइटैमा चाहिँ अब खाना लगाएको छ कति केजी खाना लगायो भात कति चामल लगायो कति चामल 100 केजी ओके सो दुइटामा गरेर दुइटामा गरेर टोटल 110 पनि हुन्छ होला 10 जस्तो ओके सो यसमा दुइटामा गरेर 110 केजी भएको छ हाम्रो खाना सो कति बजी खाना चाहिँ कति बजी अरे खाना कति बजी हो अरे खाना 12 बजी ओके 12 बजी खानु हो र अहिले कति बजी होला अहिले 10 बजी टाइम कति भयो त 10 बज्न आयो ओके सो अहिले 10 बजी लागेछ अझै 2 घन्टा बाँकी छ हाम्रो खानाको कार्यक्रम हुनु लागि र म चाहिँ यसरी भिडियो बनाउने र म तपाईँहरूलाई मान्छे कति छ नि देखाउँछु त हलभित्र छ सबै म चाहिँ अहिले बाहिर हो अहिले प्रवचन गरिरहेछ है अहिले प्रवचन हुँदैछ र प्रवचन सुन्दैछ र प्रवचन सुन्ने के भन्छ अब हाम्रो